यस्ता गर्मीमा के छ त गाई हो तिमीहरूको हालत? आनन्दै छ? यो चाहिँ मेरो गाई फार्म। नि भर्खर ब्याकी फर्स्ट टाइमर छोरो जन्माइन्। यी घरकी गाई। साथीहरु मैले चाहिँ यस्तो गरेको छु, यहाँनिर पानीको धाराहरू खोल्न बन्द गर्न मिल्छ। यसो हुँदा लेबर अलिक कम लाग्ने रहेछ। पाइप समातेर बसिरहने झन्झट नहुने। यसरी राखेको छु गाईहरूलाई। मुनि म्याट छ, घुँडा नदुखोस् भनेर। यस्तै छ, गाउँमा बसिएको छ, खेती किसानी गरिन्छ। उता बाख्रा पनि छन् दुई चारवटा, त्यो पनि म देखाउँदैछु साथीहरूलाई। यसको बानी साह्रै खराब छ, निकै दुःख गरेर भए पनि उसलाई माथि नटेकी नहुने। यसलाई के उपाय गर्ने होला? अब हामी बाख्राको खोरतिर जाँदैछौँ। यता चाहिँ बाख्राको खोर, यहाँ कुखुरा हाँसलाई झ्यालखाना। यसरी यहाँ 4-5 वटा चाहिने रहेछ सायद पार्टिसन। मैले चाहिँ 3 वटा मात्रै बनाउन सकेको छु अहिलेसम्म। यो दोस्रो अनि यता छ तेस्रो रुम। अहिले सबै ओपनमा छन्। यहाँ महाराजले खुट्टा भाँच्नु भएछ, ब्यान्डेज लगाइदिएको छु। ठीक हुन्छ होला सायद। पहिले एउटाको त भएको थियो ठीक। कोसिस हो, गर्दै जाने हो। सिकिन्दो पनि रहेछ, डाक्टर पनि बनिने आफै। यसरी घाँस खाइदै भइसिन्छ महाराजहरू। कोही यहाँ आराम फर्माउँदै यहाँ हुनुहुन्छ महाराज। अनि यिनीहरू उहाँकै सन्तान। भाग निस्की। यस्तै छ है साथीभाइहरू, कोसिस जारी छ। यो चाहिँ पोहोर साल मेरो जलेको थियो, जलेर यो मुनिको काठहरू यसरी यो जलेर रहेको भाग हो। यहाँ पनि धेरै छ यस्तो। यसैबाट खुट्टा छिरेर हो यसको खुट्टा भाँचिएको। यसलाई मर्मत गर्नु छ छिटोभन्दा छिटो। यस्तै छ है। सी यू इन द नेक्स्ट भिडियो गाइज।